बिना पेड एड्स एउटा पनि पैसा खर्च नगरी गुगल, च्याटजीपीटी वा एआईबाट आफ्नो वेबसाइटमा कस्टमर्स कसरी ल्याउने? आजको भिडियोमा म तपाईहरुलाई नेपालका धेरै बिजनेसहरूले अझै पनि पुरै युज नगरेको एउटा अपर्च्युनिटी देखाउने छु। नमस्कार, हाम्रो लिंकमा स्वागत छ। हामीले हाम्रो लिंकबाट वेबसाइट त बनायौं, तर वेबसाइट बनाइसकेपछि सबैभन्दा ठूलो क्वेशन आउँछ वेबसाइटमा भिजिटर्स कसरी ल्याउने? तपाईको वेबसाइटमा युनिक भिजिटर्स, पोटेन्शियल कस्टमर्स र अर्ग्यानिक ट्राफिक ल्याउने एक मात्रै पावरफुल तरिका भन्दैछु र त्यो हो ब्लगिङ। मानौ कसैले गुगलमा हाउ टु एप्लाई टु जापान फ्रम इटहरी वा वेयर टु बाई वेडिङ सुट नियर मी भनेर सर्च गर्यो। यदि तपाईको वेबसाइटमा त्यो विषय सम्बन्धी राम्रो ब्लग वा आर्टिकल छ भने गुगल र एआई सर्चरमा तपाईको बिजनेस देखिने सम्भावना एकदमै धेरै हुन्छ र जति नै धेरै रेलेभेन्ट कन्टेन्ट हुन्छ त्यति नै धेरै कस्टमर्सहरूले तपाईको बिजनेस भेटाउन सक्छन्। र अझ एउटा इन्ट्रेस्टिङ कुरा के छ भने नेपालमा अहिले पनि यो कम्पिटिसन धेरै नै कम छ, किनकि धेरै बिजनेसहरुसँग वेबसाइट नै छैनन्। उनीहरू फेसबुक र सोशल मिडियाको भरमा मात्रै निर्भर छन्। त्यसैले तपाईको बिजनेसको लागि यो राइट टाइम हुन सक्छ गुगल र एआई सर्चहरुमा आफ्नो प्रेजेन्स इस्टाब्लिश गर्ने र अरूभन्दा अगाडि देखिने। तर प्रब्लम के छ भने धेरै जनालाई कस्तो ब्लग लेख्ने, के को बारेमा ब्लग लेख्ने र वेबसाइटमा ब्लग पेज कसरी एड गर्ने भन्ने कुराको आइडिया नै हुँदैन। तर अब चिन्ता गर्नु पर्दैन, किनकि आज म हाम्रो लिंकको बिल्ट इन एआई प्रयोग गरेर आफ्नो वेबसाइटमा ब्लग पेज कसरी एड गर्ने, ब्लग लेख्ने र पब्लिश गर्ने सबै प्रोसेस स्टेप बाइ स्टेप गरेर देखाउने छु। र अब हेरौं कसरी। सबभन्दा पहिले हामीले हाम्रो लिंकको ड्याशबोर्डमा लगइन गर्नुपर्ने हुन्छ र त्यसपछि हामीले यहाँनेरि वेबसाइटको राइट साइडमा माई पेजेस भन्ने बटन छ र यो बटनमा क्लिक गर्नुपर्ने हुन्छ। र यो बटनमा क्लिक गरिसकेपछि यहाँनेर एड पेज भन्ने बटन छ र यो एड पेज भन्ने बटनमा क्लिक गरिसकेपछि यहाँनेरि हाम्रो एउटा साइट सिलेक्ट गर्नुपर्छ र हाम्रो साइटको नाम चाहिँ एडोलिङ्क इटहरी यही नै हो। र यहाँ मुनि गएर फेरि एड पेज भन्ने बटन छ र यसमा क्लिक गर्नुपर्छ। र हामी चाहिँ ब्लग पेज बनाउने भएकोले म यहाँ गएर ब्लग भनेर सर्च गर्छु र यहाँ आएको छ। म यही फर्स्टको डिजाइन सिलेक्ट गर्छु र त्यसपछि यहाँनेर हामीलाई एउटा पाथ चाहिएको हुन्छ ब्लग पेजको लागि र म चाहिँ यसलाई नै अहिले ब्लग नै राख्छु र त्यसपछि यहाँ मुनिको क्रिएट पेज बटनमा क्लिक गर्छु र बस एक क्लिकमै तपाईको वेबसाइटमा एउटा ब्युटिफुल ब्लग पेज थपिनेछ। र अब हामीले थोरै यहाँनेर ब्लग पेजलाई हेडरमा लिंक गर्नुपर्ने हुन्छ र त्यसको लागि चाहिँ म यहाँ रहेको एडिट हेडर भन्नेमा जान्छु र त्यसपछि यो डेस्टिनेसन्सको ठाउँमा चाहिँ म ब्लग पेज लिंक गर्छु, ब्लग राखेँ र यो युआरएलमा चाहिँ अघि हामीले राखेको पाथ हाल्नुपर्ने हुन्छ। अघि हामीले ब्लग राखेको थियौं, त्यही भएर ब्लग। र त्यसपछि म यसलाई सेभ गर्छु र यहाँनेर लोगो पनि रहेन रहेछ, म यसलाई पनि अपडेट गर्छु र यहाँ सेभ गरिसकेपछि म अब ब्याक जान्छु र त्यसपछि यहाँनेरि हाम्रो पेज ब्लग पेज भनेर एड भइसकेको छ। म गएर हाम्रो साइट एकचोटि भिजिट गर्छु र त्यसपछि यो हाम्रो साइटमा यहाँनेर ब्लग पेजमा क्लिक गर्छु र हाम्रो अघिको यहाँ ब्लग पेज एड भइसकेको छ। र अब नयाँ ब्लग लेख्नको लागि चाहिँ फेरि हामी हाम्रो लिंकको ड्याशबोर्डमै जानुपर्ने हुन्छ र हाम्रो लिंकको ड्याशबोर्डमा गएर यहाँनेर तपाईले यो ब्लग भन्ने बटनमा क्लिक गरिसकेपछि ब्लग भन्ने यसरी एउटा म्यानेजमेन्टको सेक्सन खुल्छ र यहाँनेर चाहिँ तपाईले वर्डप्रेस जस्तो गाह्रो सेटिङहरु केही मिलाउनु पर्दैन। यहाँ चाहिँ जस्ट राइट योर फर्स्ट पोस्टमा क्लिक गर्नु र त्यसपछि यहाँनेर म्याजिक एआई राइट भन्ने छ। यहाँनेर तपाईले अरु च्याटजीपीटी, जेमिनाईबाट कन्टेन्ट लेखेर पेस्ट पनि गर्न सक्नुहुन्छ र म चाहिँ यहाँनेरको म्याजिक एआई राइट भन्ने युज गर्छु र त्यसपछि एउटा टपिक राख्नुपर्ने हुन्छ। म चाहिँ अहिलेको लागि टपिक र हाम्रो ब्लग चाहिँ अब रेडी भएको छ, यहाँ तपाईले देख्न सक्नुहुन्छ। र यहाँनेर चाहिँ क्याटेगोरी रहेको छ, यो क्याटेगोरीलाई अहिले म एजुकेसन भनेर दिन्छु र यहाँनेर हामीले एउटा फिचर्ड इमेज राख्नुपर्ने हुन्छ र फिचर्ड इमेजको लागि चाहिँ म अपलोड गर्छु र फिचर्ड इमेजमा चाहिँ म यो अपलोड गरेर अब यहाँनेर सेभ पोस्ट गर्छु र यति गरिसकेपछि म अब यहाँ हाम्रो ब्लग पेजमा आउँछु हाम्रो वेबसाइटको र यहाँ आनेर आएर एकचोटि रिलोड गर्छु र रिलोड गरेपछि अब तपाईको ब्लग पेज रेडी भएको छ गुगलमा र्याङ्क हुनको लागि। र यहाँ क्लिक गरेर यसको फुल डिटेल्स हेर्न पनि सकिन्छ र पढ्न पनि सकिन्छ र यसलाई शेयर पनि गर्न सकिन्छ, मार्क एज रिड गरेर पनि राख्न सकिन्छ। देख्नुभयो त, न त कुनै टेक्निकल ज्ञान चाहियो न त कुनै महँगो वेब डेभलपरलाई पैसा नै तिर्नु पर्यो। आफ्नो बिजनेसको अनलाइन प्रेजेन्स, डिजिटल आइडेन्टिटी बलियो बनाउन
र गुगलबाट फ्रीमा कस्टमरहरू ल्याउन आजैबाट ब्लगिङ सुरु गर्नुहोस्। यदि तपाईले हाम्रो लिङ्कको अकाउन्ट सेटअप गर्नु भइसकेको छ भने आज नै यो एआई ब्लगिङ फिचर ट्राई गरिहाल्नुहोस्। र यदि तपाई नयाँ हुनुहुन्छ भने अहिले नै हाम्रो link.com मा जानुहोस् र आफ्नो 14 डे फ्री ट्रायल सुरु गर्नुहोस्। धन्यवाद र आफ्नो बिजनेसलाई डिजिटल बनाउँदै अगाडि बढ्नुहोस्।